हेलो साथीहरू नमस्कार। आज म तपाईहरुलाई आफ्नो ल्यापटपमा अथवा कम्प्युटरमा वाइफाई कनेक्ट भएको हुन्छ, हामीलाई त्यसको पासवर्ड चाहिँ थाहा हुँदैन। पासवर्ड हेर्नु पर्यो भने पासवर्ड चाहिँ हामी सोध्छौँ पासवर्ड चाहिँ के हो भनेर। त्यस हुनाले चाहिँ आफै कसरी हेर्ने आफ्नो ल्यापटपमा अथवा कम्प्युटरमा कनेक्ट भएको वाइफाईको पासवर्ड चाहिँ कसरी हेर्ने त म स्टेप बाइ स्टेप डेफिनेसन गर्न गइरहेको छु। कृपया ध्यान दिएर चाहिँ हेरिदिनु होला। भिडियो धेरै लामो छैन, स्किप नगरी हेरिदिनु होला है त। विन्डोज प्लस आर एकतिर प्रेस गर्ने, ncpa.cp टाइप गर्ने, ओके गरिदिने। यति गरिसकेपछि तपाईहरुको वाइफाई इथरनेट केबलमा नभएर वाइफाईमा चाहिँ क्लिक गर्ने। वाइफाईमा क्लिक गरिसकेपछि वायरलेस प्रपर्टिजमा क्लिक गर्ने। वायरलेस प्रपर्टिजमा क्लिक गरिसकेपछि माथि कनेक्सन भन्दा दाहिनेपट्टि सेक्युरिटीमा क्लिक गर्ने। त्यसपछि तपाईहरुको त्यो नेटवर्क सेक्युरिटी की भन्ने आएको छ, यसमा चाहिँ स्लो क्यारेक्टरमा क्लिक गरेपछि आफ्नो वाइफाईको पासवर्ड हेर्न सकिन्छ। है त साथीहरु, यस्तै भिडियो मन परे लाइक शेयर कमेन्ट गरिदिनु होला है त।